हेलो गाइस आज म चिल्ली गार्लिक नुडल भेज बनाउनु गइरहेको छु हैन। म तपाईहरुलाई चिल्ली गार्लिक नुडल कसरी बनाउँछ त्यसको रेसिपी अलिकति सेयर गर्नेछु। रेस्टुरेन्ट चाहिँ तपाईले घरमा बनाउन सक्नुहुन्छ ल गाइस। आउनुहोस्। सबभन्दा अगाडि सबभन्दा अगाडि चाहिँ यसरी ओइल हाल्ने, टक्क ओइललाई खराउने हो। ओइललाई खराएपछि चाहिँ यहाँ तपाईको मिजा भयो टक्क यहाँ केबेज क्यारेट हाल्ने, क्याप्सिकम ग्रीन कलरको अनि अनियन टक्क हाल्ने हो। यो चाहिँ तपाईको चिल्ली गार्लिक नुडलको यसरी हल्लाउने, मजाले सोधे गर्ने गाइस। यसरी सोधे हुन्छ हैन, तपाईँले सक्नुहुन्छ। मजाले अलिकति झऱ्यो, मजाले सोधे हुन्छ यसलाई। अलिकति सोधे भएपछि अब तपाईँले हेर्नु सक्नुहुन्छ गाइस। सोधे भयो होइन, यसरी सोधे गर्ने। यसको चाहिँ हल्का पानी निकाल्नुपर्छ गाइस हो। पानी निकाल्नुपर्छ। टक्क पानी निकालेपछि चिल्ली, यहाँ चाहिँ चिल्ली पनि यसरी हाल्ने, चिल्ली गार्लिक नुडलको फेरि यसलाई सोधे गर्ने। एकदम यो चाहिँ स्विट एन्ड स्पाइसी हुन्छ गाइस। अनि यो नुडल छ, नुडललाई यसरी हाल्ने। यो चाहिँ भेज नुडल हो हाम्रो। अब यहाँ आउँछ तपाईँको चिल्ली पेस्ट, टमाटो केचप, हल्का कोरिएन्डर। अरू जग्गा चाहिँ कोरिएन्डर हाल्दैन गाइस। टक्कै स्प्रिङ अनियन, टक्कै भेज एरोमेटिक, हल्का टक्कै सल्ट, हल्का सुगर दिने। अनि गार्लिक, चिल्ली गार्लिक नुडलमा गार्लिक दिने। अनि यसमा हल्का लाइट सोया टक्का लाइट सोया दिने। अब यसरी सक्नुहुन्छ। हल्का चिल्ली ओइल दिने यसरी हो गाइस। यस्तो भएपछि टक्क अब पाल्टाले हल्लाउने, पाल्टाले चाहिँ यसलाई यसरी मिक्स गर्ने गाइस। टक्क मिक्स गरिसकेपछि चाहिँ टक्क अब यहाँ हुन्छ। यसलाई चाहिँ यसरी यहाँ टक्क राखेर यसरी सक्नुहुन्छ। यसरी नै मिक्स गर्ने हो होइन। यो चाहिँ पार्सल हो गाइस, हेर्नु सक्नुहुन्छ। पार्सल यहाँ रेडी छ। यसमा आउँछ 1% क्वान्टिटी हो गाइस, हेर्न सक्नुहुन्छ ल। 1% क्वान्टिटी हो। अब यसमा आउँछ गार्लिक फ्राई। यसमा आउँछ तपाईँको चिल्ली। अनि यसमा आउँछ तपाईँको स्प्रिङ अनियन गाइस। यो चिल्ली गार्लिक नुडल तपाईँले रेस्टुरेन्ट जस्तो घरमा बनाउन सक्नुहुन्छ गाइस। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब फलो तपाईँले गर्नुहोस्। थ्याङ्क यू गाइस, बाई।